अब तपाईँहरू पनि के घन्टौँ स्क्रोलिङ गर्नुहुन्छ टिकटकमा, फेसबुकमा, युट्युबको सर्ट्सहरूमा दिन बिताउनुहुन्छ र तपाईँलाई थाहा पनि पाउँदैन कि तपाईँहरूको टाइम कहाँ गएको छ। सो यो भिडियो तपाईँहरूको लागि नै हो। ओके, वेलकम ब्याक टु माई च्यानल, जहाँ म त्यही सेल्फ इम्प्रुभमेन्टको बारेमा तपाईँहरूसँग आफ्नो थटहरू, आफ्नो ओपिनियनहरू सेयर गर्छु। अनि तपाईँहरू यहाँसम्म आउनु भएको छ पक्कै एकचोटि सब्सक्राइब गर्नु होला, किनकि मलाई थाहा छ तपाईँले योभन्दा अगाडि यो भिडियो हेर्नुहुन्न। अब मलाई पनि एकदमै स्क्रोलिङको प्रब्लम छ, यानि म पनि घन्टौँ आफ्नो टाइमलाई वेस्ट गरिदिन्छु। घन्टौँ आफ्नो टाइमलाई टिकटक स्क्रोलिङमा या भनौँ फेसबुक स्क्रोलिङमा या कहिले कहिले त नेटफ्लिक्स हेर्दै दिनभरि बिताइदिन्छु र मेरो कुनै पनि दिन प्रोडक्टिभ हुँदैन। सो यो चिजहरूलाई हटाउनको लागि मैले 3वटा ह्याबिट्स निर्माण गरेको छु र त्यो 3वटा ह्याबिट्स के हुन् त्यसको बारेमा आउनु कुरा गरौँ। सबैभन्दा पहिलो ह्याबिट रहेको छ अनलाइन एउटा केही बिल्ड गर्नुहोस् या तपाईँहरूले कुनै पनि बिजनेस बिल्ड गर्नुहोस्। जस्तै तपाईँहरूले अहिले पनि हेर्नुभयो भने कतिवटा मिम्स पेजेस या पेजेसहरू छन् जसले महिनामा लाखौँ अर्निङ गरिरहेको छन् यति बेला। सो तपाईँहरू पनि त्यो चिजहरू कन्ज्युम गर्नुको सट्टा तपाईँहरू पनि आफै एउटा मिम पेजेसहरू या कुनै पनि ऱ्यान्डम पेजहरू बनाएर आफू एउटा अनलाइन बिजनेस सुरुवात गर्न सक्नुहुन्छ। सो यो चिजले तपाईँहरूलाई यो स्क्रोलिङको ह्याबिटबाट हटाउन सक्छ। दोस्रो नम्बरमा रहेको छ कुनै पनि फिजिकल एक्टिभिटिजहरू गर्न थाल्नु या एक्सर्साइजतिर ध्यान दिनुहोस् या भनौँ कुनै पनि ताइक्वान्डो, कराटे या फिजिकल एक्सर्साइजहरू गर्न थाल्नु जसले तपाईँलाई अलिकति भए पनि स्क्रोलिङबाट टाढा राख्न सक्छ, जुन एकदमै इफेक्टिभ छ, जसलाई म पनि कहीँ न कहीँ ट्राई गरिरहेको छु। थर्ड नम्बरमा रहेको छ स्किल डेभलप गर्नु। या तपाईँहरू अहिले पनि फेसबुक या युट्युबबाट पनि मजाले कुनै पनि स्किलहरू, नयाँ स्किल सिक्न सक्नुहुन्छ। कुनै पनि हुनसक्छ, यो तपाईँको एक्टिङ हुनसक्छ, डान्सिङ हुनसक्छ, कन्टेन्ट क्रिएसन हुनसक्छ, भिडियोग्राफी हुनसक्छ, फोटोग्राफी हुनसक्छ। यस्ता कुनै पनि स्किलहरू तपाईँले नयाँ स्किलहरूलाई डेभलप गर्दै जानु, जुन तपाईँले युट्युब या फेसबुकमा मजाले फ्रीमा हेर्न सक्नुहुन्छ। अब यहाँसम्म आइसक्नु भएको छ भने फोर्थ नम्बरमा एउटा नर्मल हो, हुन त यो स्किलमै पर्छ, तर यो एउटा छुट्टै मैले राखेको छु किनकि मलाई एकदमै मनपर्छ भिडियो एडिटिङ, जुन एकदमै राम्रो र अहिले चलेको एकदम स्किल हो, जसबाट तपाईँले महिनौमा लाखौँ अर्निङ पनि गर्न सक्नुहुन्छ नेपालमै बसेर। बट यसको लागि तपाईँले थोरै मेहनत चाहिँ अलिक गर्नुपर्छ र यसमा तपाईँको लागि राम्रो मोबाइल या राम्रो सफ्टवेयर, राम्रै कम्प्युटरहरू पनि चाहिँदैन। जस्तै यही भिडियो पनि मैले यही मोबाइलबाट सुट गरिरहेको छु र अब यसलाई म आफै एडिटिङ गर्ने भएको छु। सो त्यसको लागि पनि कुनै तपाईँले ठुला चिजहरू चाहिँदैन। जस्ट तपाईँले ऱ्यान्डमली कुनै पनि टिकटक भिडियोमा या तपाईँ फेसबुकमा या युट्युबमै गएर पनि यसरी सर्ट्सहरू बनाउने या भिडियो एडिटिङको क्लासहरू लिन आफै सक्नुहुन्छ। यो कुनै पनि ठुलो कुरा होइन। सो यही 4वटा रह्यो। फेरि एकचोटि भन्छु सरर, तपाईँले फेरि एकचोटि रिभाइज गर्नु होला। फर्स्टमा कुनै पनि अनलाइन बिजनेस स्टार्ट गर्नु, मिल बनाउनुहोस्, पेज बनाउनुहोस्, यस्ता कुनै ऱ्यान्डमली कुनै पनि एउटा स्टार्ट गर्दा हुन्छ, बिजनेस बिल्ड गर्नुहोस्। दोस्रो नम्बरमा रहेको छ कुनै फिजिकल एक्टिभिटी स्टार्ट गर्नु, जस्तै एउटा कराटे, ताइक्वान्डो या कुनै पनि फिजिकल एक्टिभिटी हुनसक्छ, फुटबल खेल्नु, कुनै पनि ऱ्यान्डमली गर्दा हुन्छ। तेस्रो नम्बरमा रहेको छ कुनै स्किल नयाँ सिक्नु या कुनै ल्याङ्ग्वेजै सिक्नुहोस्, नयाँ भाषाहरू सिक्नु, त्यसले पनि तपाईँको यो स्क्रोलिङको समस्यालाई हटाउन सक्छ। चौथो र मलाई एकदमै मनपर्ने भिडियो एडिटिङ, जसबाट पनि तपाईँले महिनाको अर्निङ पनि गर्न सक्नुहुन्छ र आफ्नो स्क्रोलिङको ह्याबिटलाई पनि अलिकति भए पनि हटाउन सक्नुहुन्छ। सो यो 4वटा टिप रहेको छ। यदि तपाईँलाई पनि यो कुरा मन पऱ्यो भने च्यानलमा लाइक गर्नुहोस्, धेरै मन पऱ्यो सब्सक्राइब गर्नु, भ्याल्यु फिल भयो भने साथीभाइसँग सेयर पनि गर्नु र उनीहरूलाई पनि यो कुरालाई सजेस्ट गर्न नबिर्सनु। स्टे सेफ एन्ड किप काम, स्टे फोकस।